हेलो एन्ड नमस्ते सबैजनालाई मेरो सर्ट भ्लगमा स्वागत छ है। यिनीहरू कहाँ जाँदै रहेछ भनेर तपाईँहरू सोच्दै हुनुहुन्छ भने हामी चाहिँ अहिले राजारानीतिर जाँदैछौँ। अनि मेरो अगाडि चाहिँ नरेशले एकदम राइड गरिरहेछ, म चाहिँ पछाडिबाट चिलमा होइन गीत सुन्दै पुरै गइरहेछु होइन, गीत बजाउँदै होइन। त्यसपछि फेरि केटाहरूसँग यहाँ बस्यो होइन, ग्राउन्ड यसो हेरेको दामी रहेछ होइन। अनि यो अगाडि हिँड्ने चाहिँ को हो त्यो थाहा भएन होइन। हामी जाँदैछौँ, योगेशले टक्क क्यामेरा घुमाएर आफूतिर देखायो, हेलो केटीहरू कस्तो छ होइन, मलाई हेर्नुहोस् म चाहिँ ह्यान्डसम छु कि छैन भनेर योगेशले पुरै भाषण छोड्नु थालिसकेको थियो। त्यसपछि हामी पुग्यो एउटा टावरमा। यो टावरको नाम चाहिँ के थियो केटाहरूले भन्दै थियो, तर मैले बिर्सेँ होइन। पुरै केटाहरू चाहिँ मस्तसँगले व्यस्त थियो गिटार बजाउँदै गाउनेमा। म पनि अब होइन, मैले चाहिँ भिडियो बनाएको होइन, कसले भिडियो बनाएको, म चाहिँ पर बसिरहेको थिएँ। एकदम दृश्यहरू पनि राम्रो राम्रो देखिरहेको थियो होइन। यता फेरि काका भतिजको छुट्टै फेरि छ हो यता पुरै। र गाइज हेर हामी कस्तो काका भतिज कस्तो राम्रो गाउँछौँ, गाउँदैन मजाले सुनेर कमेन्ट गर्नु होला। अनि त्यसपछि हामी फाइनली पुगिसकेको थियौँ। यो चाहिँ टक्क रातिसाथी खानासाना खाएर बसेर एकदम केटाहरूले गीत गाउँदै तास खेल्दै आफ्नै धुनमा चिलमा होइन। म चाहिँ केही गरेको थिइनँ, भिडियो मात्र बनाउँदै बसिरहेको होइन। त्यसपछि अनि फेरि यता देखाएँ, अनि योगेशले चाहिँ के परेछ यसमा तासमा, यो चाहिँ के हो भनेर गीत गाउँदै हेरेको थिएँ। त्यसपछि मैले आफूतिर क्यामेरा देखाएँ होइन, मलाई चाहिँ कस्तो देखिरहेछ भनेर यसो हेरेको त ओहो मलाई पनि ह्यान्डसमै देखिरहेको रहेछ भनेर मैले पनि लुजा भनेर गीत गाउनु थालेँ। त्यसपछि तास खेल्नुतिर लाग्यौँ हामी चाहिँ। अनि त्यसपछि चौका तिर्की आयो, त्यसपछि यहाँ पन्जा आएर रन आयो होइन, लुजा भनेर मैले यो शरण भाइले यो देखाइदियो होइन। त्यसपछि म चाहिँ उतापट्टि बसेर खप्दै थिएँ। हामी चाहिँ उडबसको खेल्दै थियौँ। ल पर्सुले चाहिँ अब सुरु गरिसकेको छ होइन, किनभने अब भाइले जित्यो नि त, उडबसको डिप्स हान्नै पऱ्यो होइन। पर्सुले लुजा भनेर डिप्स हान्नु थालिसकेको थियो। त्यसपछि हामीले पनि सचिनले पनि उडस गर्नु थालिसकेको थियो। अनि त्यसपछि हामी बिहानै उठेर होइन आफ्नो बाटोतिर लाग्यौँ, घर फर्किँदै थियौँ। ठिक्क बाटोमा पहिरो गएर एकदम बाटो चाहिँ बन्द भइरहेको थियो। अनि हामीले चाहिँ एक एकवटा गाडी गर्दै पुरै निकाल्दै थियौँ होइन यसरी। अनि म चाहिँ पर बसिरहेको थिएँ। अनि हामी यहाँ दृश्य पनि हेर्नु सक्छौँ, दृश्यहरू पनि एकदम राम्रो छ। अनि पुरै गाडी ठेल्नु चाहिँ केटाहरू व्यस्त छ, पुरै हिलो लागेर होइन एकदमै। हामी त्यसपछि अनि पर पुगेपछि एउटा ठिक्क पानीहरू पनि ठुलो पर्नु थाल्यो। त्यसपछि अनि कति पानी पर्नु थाल्यो। त्यसपछि एउटा घरमा बसेर गीत गाउँदै बसेको होइन। त्यसपछि सुमन पनि या गर्दै डान्स दिनु थालिदिएको गयो। त्यसपछि यता हेरेको यो फलफुल पनि धेरै रहेछ, टोइलेट पनि यहाँ नजिकै रहेछ। त्यसपछि फेरि हामीले सुरु गर्नु थाल्यौँ गाउनुलाई। त्यही घरमा फेरि गौथलीको गुड पनि कस्तो राम्रो देखेको, अनि मैले त टक्क भिडियो बनाइदिएँ। त्यसपछि हामी सर जाँदै थियो, दृश्यहरूको भिडियो बनाउँदै घरहरू पनि राम्रो राम्रो रहेछ होइन, एकदम मलाई चाहिँ मन पऱ्यो। त्यसपछि हामी अफरोड बाटोमा आइसकेको थियौँ। केटाहरू चाहिँ पुरै पछाडि बसेर बिस्तारै आउँदै थियो होइन, अब गाडीको